हेलो नमस्ते अनि स्वागत छ यहाँहरूलाई हाम्रो च्यानल बेस्ट आइपिओ नेपालमा। यस च्यानलमा रहेर विभिन्न प्रकारका एफपिओ आइपिओ त्यस्तै सेयर मार्केट र स्टक मार्केट सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुनेछ। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरेर सपोर्ट गरिदिनुहोला, साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनुहोला। साथीहरू, आजको यस भिडियोमा रहेर हामी कुरा गर्नेछौँ ओम मेगा श्री फार्मास्युटिकल कम्पनी लिमिटेडको आइपिओ रिजल्ट बाँडफाँड कहिले हुँदैछ भन्ने विषयमा। साथीहरू, यस कम्पनीले गत फागुन 27 गतेदेखि चैत्र 3 गतेसम्म सर्वसाधारणका लागि जारी गरेको थियो। यस कम्पनीले 1,80,000 किता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि, त्यस्तै 90,000 किता सेयर म्युचुअल फन्ड र 54,000 किता सेयर आफ्नो कम्पनीमा कार्यरत कर्मचारीको लागि सेक्युर गरी बाँकी रहेको 14,76,000 किता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। त्यस्तै यस कम्पनीको आइपिओमा जम्मा 19,88,836 जनाले आवेदन दिएका थिए। यीमध्ये 1,47,600 जनाले 10 किताका दरले यस कम्पनीको सेयर हात पार्न सक्नेछन् भने बाँकीको हात भने खाली रहने देखिन्छ। र अब कुरा गरौँ यस कम्पनीले आफ्नो आइपिओ कहिले बाँडफाँड गर्दैछ त भन्ने विषयमा है त। यस ओम मेगा फार्मास्युटिकल कम्पनी लिमिटेडले आफ्नो आइपिओ भने यही 12 गते मङ्गलबारका दिन बाँडफाँड गर्ने भएको छ। ओम मेगा श्री फार्मास्युटिकल कम्पनी लिमिटेडले आफ्नो आइपिओ यही 2081 साल चैत्र 12 गते मङ्गलबार अथवा भोलिका दिन बिहान 9 बजे बाँडफाँड गर्ने भएको छ। साथीहरू, कम्पनीको आइपिओ रिजल्ट भने कसरी हेर्न सकिन्छ त भने, सुरुमा तपाईँ सेयर हब भन्ने एप्लिकेसनमा गएर आइपिओ रिजल्ट भन्ने अप्सनमा गई आफ्नो 16 डिजिटको बिओआइडी लगइन गरेर तपाईँले सजिलै चेक गर्न सक्नुहुन्छ। वेबसाइट www.iporesult.cdsc.np मा गएर तपाईँले आफ्नो आइपिओ रिजल्ट चेक गर्न सक्नुहुनेछ। यो सामग्री मनपर्छ भने यहाँहरूले कृपया च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गरिदिनुहोला, साथै साइडमा रहेको बेल आइकनलाई क्लिक गर्न नबिर्सनुहोला। हाम्रो भिडियो अन्तिम समयसम्म हेरिदिनुभयो त्यसको लागि धन्यवाद।